आजभन्दा 4 दिन अगाडि घरमा मैले झगडा गरेको थिएँ क्या। म इन्डिया जान्छु, इन्डिया गएर चाहिँ म काम गर्छु भनेर मैले भनेको थिएँ। अनि घरबाट चाहिँ मलाई के भनेको थियो भन्दाखेरि चाहिँ जानु पर्दैन इन्डिया, यतै बस बडो यतै नै काम खोजेर काम गर भनेर चाहिँ मलाई भन्दै थियो मेरो घरबाट। अनि उनीहरू चाहिँ मेरो परिवार चाहिँ राजी थिएन क्या इन्डियामा गएर काम गरोस् भनेर। फाइनली चाहिँ ल नि त जान त जा त कहिले गर्न खोजेको कुरा गर्न त भनेर मलाई उनीहरूले पैसा दिएर पठायो। मेरो 1500 हजार खर्च भइसक्यो यार। न टिकट पाउँछ, टिकटै छैन भन्छ क्या। त्यहाँ अहिले त्यो काउन्टरमा गएर सोध्यो भने 2 महिनासम्म टिकट छैन भनेर भन्छ। त्यो टिकटहरू मिलाउनेहरूलाई भेट्यो भने पैसा बढी माग्ने क्या। 8000, 10000, 12000, 15000 माग्छ क्या। अनि एउटा नेपाल दाइ हुनुहुन्थ्यो, उहाँले चाहिँ के भन्दै हुनुहुन्थ्यो भन्दाखेरि चाहिँ म गरिदिन्छु भनेर भन्दै हुनुहुन्थ्यो। उहाँले एकदमै ट्राई गर्नुभयो, उहाँले पनि सक्नु भएन। अनि म बिहानै उठेर म फेरि काकटभिट्टामा बसेको। म हिजो काकटभिट्टाबाट आएँ। अनि हिजो काकटभिट्टाबाट आएर 12 बजी म सिलगढी आइपुगेँ यो ट्रेन स्टेसनमा। अनि त्यहाँ आएर यहाँ आएर मैले टिकटको लागि मैले ट्राई गरेँ, भएन हिजो। अनि आज म गरिदिन्छु भनेर दाइले चाहिँ भन्नुभएको थियो। त्यो दाइ पनि आउनु भयो रहेछ। काउन्टर चाहिँ हो होइन। अनि कसैले सहकारी नगर्ने क्या। पनौती पनि म्याथ सिक्ने यस्तो पनौती लाग्यो कि लाइफमा। म्याथ सिक्ने 2023बाट मैले ट्राई गरेको। 2 वर्ष मैले जापान अप्लाई गर्दा जापानले खाइदियो। त्यहाँ मेरो कामै भएन। घरबाट त्यही माथि प्रेसर, म्याथ सिक्ने राम्रोसँग पढिनस्, राम्रोसँग गरिनस् होइन। त्यसपछि घरैबाट अप्लाई गरिदियो। मेरो घरबाट चाहिँ उनीहरूले आफैले गरिदियो, मैले पनि हुन्छ भनेर भने। त्यसलाई पनि मैले 9 महिना कुरेँ। यस्तोमा दिनरात गनेर मैले कुरेँ। त्यो पनि लास्टमा आएर के भयो 50-50 चान्सेस छ भनेर भन्यो, जबकि मेरो पर्मिट आउने बेलामा। किन भन्दाखेरि चाहिँ इरान र अमेरिकाको वारले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ पोस्टपोन हुनसक्छ भनेर भन्यो। ओके, आई अग्री द्याट। त्यसपछि मेरो दिमागमा के कुरा खेल्यो भन्दाखेरि चाहिँ ल जाउँ बेङ्गलोर। अनि यहाँ पनि जान खोज्छु, म्याथ सिक्ने कामै हुँदैन त लामो जस्तो। पैसा पनि वाल सकिसक्यो है। पनौती ला होला त मेरो लाइफमा। अनि घरमा मैले के मुख लिएर जाने क्या यार। घरमा के मुख लिएर जाने र के भन्ने क्या। उनीहरूले विश्वास गर्दैन क्या मैले ल यस्तो भयो भने। भगवान्ले नै यार कहिले मान्छेहरूलाई कस्तो बनिन्छ है म्याथ सिक्ने। कसैलाई मुझे क्या इजिली मुझे टक मिल्छ। मुझे केही गर्न खोज्छु, केही गर्नुपर्छ है भनेर जब मुझे गर्न खोज्छु, मुझे केही कुरा मिल्दैन क्या। अनि त्यही माथि फेरि इन्डियामा चाहिँ के भएको रहेछ भने इलेक्सन भएको रहेछ। भर्खरै भएको रहेछ। त्यो इलेक्सनको कारणले गर्दाखेरि चाहिँ यस्तो भएको भनेर भन्दैछ कारण चाहिँ। अनि त्यो दाइ पनि फेरि आउने भएर चाहिँ क्या झ्याउ लाग्यो यार। अनि यहाँको यार मलाई कस्तो दुःख लाग्दो कुरा क्या म्याथ सिक्ने। जस्तो ठाउँ त्यस्तै मान्छे क्या म्याथ सिक्ने। सर्वसाधारण भन्दा पनि विशेष गरी जो हुन्छ नि काम गर्नेहरू क्या, त्यो मेट्रोमा काम गर्नेहरू, इभन नेपाली बोल्ने पनि छ क्या म्याथ सिक्नु। त्यसले पनि कस्तो गर्छ क्या। सँग मैले भन्नुपर्छ म्याथ सिक्नु, बोल्न हेलो मात्रै भन्नु सक्यो क्या म्याथ सिक्ने। काकटभिट्टा टु सिलगढी, सिलगढी टु काकटभिट्टा, खाना त्यस्तै महँगो, स्टे बस्दाखेरि त्यस्तै महँगो। यहाँ फेरि यहाँतिर खोइ के गनाएको हो। मलाई त अर्कै गन्ध आउँछ नि। के गन्ध घाम त्यस्तै छ म्याथ सिक्ने।
तत्कालको 11 बजे एकचोटि ट्राई गर्छु अनि भएन भने चाहिँ ब्याक टु काठमाडौँ। ल यस्तै छ म्याच सिक्ने दुखी जिन्दगी रन्डीका नाम। जति राम्रो गर्छु राम्रो गर्नुपर्छ भन्ने सोच बनाएर मैले अघि बढ्न खोज्छु। जतिखेर निमोजी लडेको छ लड्दा म्याच सिक्ने आधी जिन्दगी चट भइसक्यो। अझै पनि म्याच सिक्ने सानो कुराले माया गर्दाखेरि अघि बढ्न नै पाउँदैन। म चाहिँ आश पनि मरिसक्यो अब त म्याच अति गाह्रो यार। खै मेरो जिन्दगीमा के नमिलेको म्याच सिक्ने। म पनि काम गर्ने म पनि दम्ब राख्छु काम गर्न सक्छु भन्ने आत्मविश्वास छ गर्न सक्छु भन्ने आत्मविश्वास छ। त्यो आत्मविश्वास बोकेर आफूसँग नहुँदै पनि मेरो फ्यामिलीले मलाई त्यस्तो पुस गर्नुभयो फाइनेन्सियली हुन्छ नि इमोसनली। उनीहरू हमेसा मलाई ठेल्ने प्रयास उनीहरूले मलाई पुस गरे क्या। तर मेरो आफ्नै जिन्दगीमा यो म्याच चाहिँ सानोतिनो कुराले गर्दाखेरि कामहरू नबन्दा देख्दाखेरि के म मात्रै हो त मुझे यस्तो। अब काम पनि भएन। अब बेटर अप्सन भनेको ब्याक टु काठमाडौँ नै हो। ब्याक टु काठमाडौँ के भन्ने होला फ्यामिलीलाई यार म्याच सिक्न यदि लाग्छ भनेको सम्झिँदा पनि म्याच सिक्नु मुख मात्र छाड्न मन लाग्छ। अब त खर्ची भनेर हिँडेको हो कहिले केले साथ नदिने अनि हेर्नु त सिलगढीमा आए म्याच देख्ने यसरी हेर्न पाए जान पाएको क्या मस्त हुन्थ्यो होला। ल जे होस् मिठो अनुभव भरे घरमा गएर कति सुन्नुपर्ने कुरा मलाई पनि थाहा छैन। त्यो दाइले एकछिन हेर्छु भएन भने चाहिँ अब ब्याक टु काकरबिटा टु काठमाडौँ। कस्तो के गन्ध आउने क्या यहाँतिर त खै अति फर्मुला यहाँ यो ठाउँ त। तर अहिलेको गभर्मेन्टले धेरै राम्रो गर्न खोजेको छ यार। वी हेभ टु अप्रिसिएट है गाइज टु आवर गभर्मेन्ट। अब जाने हो हजुर के खाना होइन दाइ खाना ओके थ्याङ्क यू। यहाँ यसरी हिँड्नुपर्छ कि जसले नि खाना बोलाउँछ भने खोइ कस्तो हस्पिटालिटी। नेपालमा यस्तो गर्दैन नि है। यहाँ दाइले भेट्छु ल। दाइ त्यो अर्को दाइ हुनुहुन्न आउनुहुन्न आज टिकट लागि मैले बुझ्नु आएको थिएँ क्या। आजको हेर्नु भन्दै थियो। हिजो त भएन अब भोलिको चाहिँ हुन्छ होला भन्दै भन्नुहुन्थ्यो आजको। मैले उहाँलाई भनेको नि त सबै कुरा भनेको हो नि त आज बोलाउनु भएको। उहाँले त त्यस्तो कुरा गर्नु भएन नि त पैसा यता त के भन्नुभयो म भोलि गरिदिन्छु भनेर भन्नुभयो। आउनुहुन्छ त है त्यो दाइ पनि आउनु भएको रहेछ। अब ब्याक टु काकरबिटा अब भयो। अब यो धेरै कुराहरू सोधिँदैन होइन। सिधै ब्याक टु काकरबिटा त्यसपछि काठमाडौँ हो। 3 बजे गाडी पक्रिन्छु जान्छु। भएन मैले त हरे यार सरी मेरो फ्यामिली। बिजेपीको झन्डाहरू नरेन्द्र मोदीको पार्टीहरू जितेको रहेछ। के भन्यो त्यसले म्याच अहिले चाहिँ यहाँ हिँड्दै गर्दाखेरि सेम त्यही कुरा चाहिँ पहिलाको पुरानो पार्टीहरूले गर्थ्यो क्या। काङ्ग्रेस एमाले गर्थ्यो। त्यही कुरा चाहिँ यहीँ रिपिट भइरहेछ।
अहिलेको हाम्रो गभर्मेन्टले गर्नु खोजेको कामहरू एकदमै तारिफ योग्य छ। व्यवस्थित बनाउनु खोजेको छ। यहाँ हेऱ्यो भने चाहिँ कसम बिरामी हुन्छ, बिरामी नेपालीहरूले यस्तो कुराहरू चाहिँ पचाउँदैन होला। सिभिक सेन्स जेरो, यहाँको लोकलको मात्रै होइन, इभन यहाँको हुन्छ नि पुलिसहरू जप्पै त्यही मुद्दिने, जप्पै त्यही थुक्ने गर्छ होइन। तर एटलिस्ट त हाम्रो नेपालमा हुँदैन नि त। टिकट पाएन, बाई बाई एनजेपी। ब्लगर रहेछ त्यसले। यस आइ एम ब्लगर भन्न त पाएन नि होइन। ब्याक टु काकटभिट्टा, त्यसपछि काठमाडौँ सिधै। त्योभन्दा पनि टिकट पाउँदा पनि पाएन। अब म्याथ सिक्ने यस्तो मेहनत त गर्दैन लाडो जस्तो। अब सिधै कहाँ जान्छ दाजु? बस फरक ट्याक्सीमा गयो भने 700-800 आइसी इन्डियन रुपिस, त्यो एकदम महँगो। अब सिधै घर जान्छु, ब्याक टु नेपाल। अब ए हो सिलगढी। मलाई त्यस्तो बवाल लागेन। बरु योभन्दा त बरु उता पहाडी भेगहरू कालिम्पोङ, सिक्किम, के भन्छ खरसाङहरू बवाल होला बरु ठाउँ त यार। यो ठाउँ अति अव्यवस्थित छ यहाँको ठाउँहरू। ल अब यति नै राख्छु ल। अब यही मेरो म्याथ सिक्ने ब्याड एक्सपिरियन्स, पनौती लाइफ। एउटै कुराको टेन्सन लाग्छ क्या, अब घरमा गएर मैले कसरी भन्ने। रियालिटी यहाँ यस्तो छ, घरमा भन्यो भने मैले हावामा हिँडेको हुन्छ, हावामा गफ गरेको हुन्छ। हावामा गफ गरेको होइन, मलाई यहाँबाट निस्किनु, नेपालबाट निस्केर आफूले गरेको आफूले गर्न खोजेको काम गर्न जान्छ भनेर गरेको, टिकटै पाएन। ब्याक टु नेपाल अब। थ्याङ्क यू सिलगढी फर दिस एक्सपिरियन्स।